सम्पूर्णमा नमस्कार। आज हामी चाहिँ BBS फर्स्ट इयरको कम्पल्सरी इङ्ग्लिसमा चाहिँ कुन कुन टपिकबाट कति मार्क्स छ र कुन कुन क्वेसन इम्पोर्टेन्ट छ भन्ने बारेमा चाहिँ डिस्कस गर्न गइरहेको छौँ। जसले गर्दा चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ सजिलो होस्। आज चाहिँ अब इक्जाम नजिकै आउँदा आज 12 गते भइसक्यो। अब चाहिँ 6 दिन छन्। 6 दिनमा चाहिँ कसरी चाहिँ कम्प्लिट गर्ने, कसरी पढ्ने भन्ने टेन्सनमा हुनुहुन्छ भने हामीले लिएर आएका छौँ छोटो मिठो र सर्टकटमा चाहिँ तपाईँहरूलाई बुझाउने कुनबाट कति मार्क्स आउँछ। बिगनेस फर इङ्ग्लिस फर बिगनेस स्टडीबाट यो फर्स्ट बुक हो। 45 मार्क आउँछ, जसमा फिक्स भनेको बिगनेस भोकाबुलरीबाट 5 मार्क्स छ। 100% नै यो चाहिँ 100% हो। 5 मार्क्स छ। ग्रामरबाट 15 मार्क्स, यो 100% नै हो। ग्रामरबाट चाहिँ जस्तै यसमा चाहिँ इम्पोर्टेन्ट भनेको चाहिँ कुन भन्दाखेरि प्रोनाउन्स 1 मार्क्सको 100% हो। अनि त्यसपछि रिलेटिभ क्लज 1 मार्क्स 100% हो। अनि त्यस कन्डिसनल सेन्टेन्स यो 100% 1 मार्क्स नै हो। अनि त्यसपछि आएर स्टोरी योबाट 5 मार्क्स भनेको यसमा पनि अहिले हामी पछि डिस्कस गर्छौँ यसभित्र के पर्छन् भनेर चाहिँ। प्रोनाउन्स कन्जङ्सन भयो, न्यारेसन भयो, भोइस भयो, टेन्स भयो, यिनीहरू सबै लगभग 100% नै हुन्। अरू त 100%। अर्को यो बुकबाट चाहिँ कहिलेकाहीँ योबाट 5 मार्क्स 5, योबाट 15 20 25, अथवा कहिलेकाहीँ के गरिदिन्छ भन्दाखेरि चाहिँ यो टोटल 45 मार्कको हुन्छ। यसभित्र पनि यो 20, योबाट 20 मार्क हुन्छ। यो अगाडिको 3टाबाट 20-25 मार्क हुन्छ। जसमा चाहिँ कस्तो छ भन्दा चाहिँ एउटा बिगनेस ल्याङ्ग्वेज भन्ने छ। बिगनेस ल्याङ्ग्वेज छन्। बिगनेस ल्याङ्ग्वेजबाट चाहिँ 5 मार्क्सको हो। कहिलेकाहीँ सोधिदिन्छ, नत्र यही ग्रामरमै मिक्स गरेर हुन्छ। ग्रामरलाई चाहिँ 20 मार्क बनाइदिएको हुन्छ कहिलेकाहीँ चाहिँ। अब यो फर्स्ट बुकबाट चाहिँ यति मार्क्सको सोध्छ। अब अर्को बुक छ हाम्रो कलेज फर प्याटर्न फर कलेज राइटिङ। यो बुकबाट चाहिँ हामीलाई चाहिँ 55 मार्क्सको सोध्छ। सबैभन्दा हाइएस्ट भनेको यही बुकबाट सोध्छ, जसमा चाहिँ फिक्स के भन्दा चाहिँ कलेज फर एक पार्टमा चाहिँ पहिलो पार्टमा चाहिँ राइटिङको छ। राइटिङमा चाहिँ जस्तै 25 मार्कको सोध्छ। एरेन्जमेन्टमा 100% सोध्छ। एरेन्जमेन्टबाट चाहिँ यो चाहिँ इम्पोर्टेन्ट नै हो, भेरी इम्पोर्टेन्ट। यसबाट चाहिँ 100 मार्क्स नै सोध्छ। किनकि यो भनेको कस्तो हुन्छ, यो अहिले हामी पछि भिडियो अहिले बाँकी पछाडि चाहिँ एक्सप्लेन गर्छु कस्तो कस्तो क्वेसनहरू सोध्छ। एडिटिङ एन्ड प्रो रिडिङमा चाहिँ प्रुफ रिडिङमा चाहिँ यसबाट पनि सोध्छ। 6 या 7 मार्क्सको क्वेसन, योबाट 100 सजिलै सोध्छ, त्यति धेरै सोध्दैन। यसमा चाहिँ ग्रामरहरू अनि टेन्सहरू, भोइसहरू अनि चाहिँ प्रिपोजिसनहरू, क्वेसन मार्कहरू चाहिँ मिलाउ भन्छ। एउटा प्याराग्राफ दिएको हुन्छ, जसमा चाहिँ हामीले चाहिँ रिराइट गर्नुपर्ने हुन्छ। ड्राफ्टिङ एन्ड रिभिजन भनेको एउटा कुनै टपिक दिएको हुन्छ, त्यसलाई ड्राफ्ट र रिभिजन गर्नुपर्ने हुन्छ। प्याराग्राफ राइटिङमा चाहिँ अब सजिलो भयो। प्याराग्राफ भनेको कुनै टपिक दिएको हुन्छ, त्यसको बारेमा चाहिँ प्याराग्राफ लेख्नुपर्छ। डिफ्रेन्ट प्याराग्राफ। जस्तै के भनौँ भन्दाखेरि चाहिँ गार्बेज म्यानेजमेन्ट इन नेपाल भनौँ। गार्बेज म्यानेजमेन्ट इन नेपाल भनेर एउटा टपिक दिएको हुन्छ। त्यसमा चाहिँ हामीले चाहिँ त्यसको प्याराग्राफहरू के समस्या छन्, जस्तै गार्बेज म्यानेजमेन्ट इन नेपाल भनौँ। अनि जसको प्रब्लमहरू लेखौँ। पहिला कलेक्सनमा प्रब्लम हुन्छ लेख्ने, त्यसपछि आएर त्यसको चाहिँ डम्पिङमा प्रब्लम हुन्छ लेख्ने, त्यसपछि त्यसलाई कलेक्सनमा जस्तै क्विने फोर नो क्विने फोर पनि कहिलेकाहीँ मिलाइदिए हुँदैन नि त, त्यसले गर्दा चाहिँ। अनि अर्को भनेको पार्ट 2मा एस्से छ। यसमा चाहिँ 11वटा एस्से छन्, जसबाट 30 मार्क हुन्छ। हामीलाई चाहिँ 3वटा मात्रै एटेम्प गर्नुपर्छ। क्वेसनमा चाहिँ 5वटा सोधेको हुन्छ। 3वटा आफूले 3 छानेर गर्ने हो। एउटाबाट 10 मार्क हो, जसबाट 30 हो। जसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसको सबैभन्दा इम्पोर्टेन्ट भनेको के भन्दा समरी हाल्दा नि केही हुँदैन। अगाडि चाहिँ थोरै कसैले भनेको डिस्क्राइब गरिदिनु, पछि बिचमा समरी लेख्दा नि केही फरक पर्दैन। यदि तपाईँहरूले चाहिँ यस सबै च्याप्टर 11कै च्याप्टरको समरी चाहिन्छ भने हामी तपाईँलाई चाहिँ कमेन्टमा चाहिँ लेख्नु होला कि हामी समरी भनेर लेख्नु होला। हामी चाहिँ समरी हालिदिन्छौँ, किनकि सबै च्याप्टरको समरी छ हामीसँग लेखेको रिटर्न। र अब हामी चाहिँ कस्तो कस्तो क्वेसनहरू सोध्छ भन्नेतिर लागौँ। इङ्ग्लिस फर बिगनेस स्टडीबाट 45 मार्कको सोध्छ, जसमा पहिलो पार्ट भनेको चाहिँ च्याप्टर 1 भनेको ग्रामर एन्ड राइटिङ मेकानिजम, जसमा चाहिँ 15 मार्क्स अथवा 15 या 20 मार्क्स चाहिँ सोधिन्छ। यसबाट चाहिँ 15 या 20 मार्क, जसमा चाहिँ एक मार्क्सको के छन् त अहिलेसम्म फिक्स भनेको फिक्स यो नै आउँछन् भन्ने। जसमा चाहिँ एकमा छ सेन्टेन्स फर्मेसन। जस्तै सेन्टेन्स फर्मेसन भनेको 5वटा कुराले बनेको हुन्छ। एउटा हुन्छ सब्जेक्ट, एउटा हुन्छ अब्जेक्ट,
अर्को हुन्छ भर्ब, एउटा हुन्छ कम्प्लिमेन्ट्री, अर्को हुन्छ एडभर्बियल। यो 5 वटा चिज मिलेर चाहिँ सेन्टेन्स फर्मेसन हुन्छ। सेन्टेन्स फर्मेसनमा चाहिँ कस्तो सोधिन्छ भन्दाखेरि चाहिँ अब सेन्टेन्सको टाइप दिए हुन्छ अथवा सेन्टेन्स दिया हुन्छ, त्यसमा चाहिँ पत्ता लगाऊ भन्छ। कहिलेकाहीँ यस्तै हुन्छ, कहिलेकाहीँ यस्तो भनिदिन्छ, कहिलेकाहीँ के भन्छ भन्दा चाहिँ फर्म अ सेन्टेन्स फ्रम एसभिओ भनिदिन्छ, कहिले एसभिए भनिदिन्छ। यो चाहिँ थाहा हुनु पऱ्यो आफूलाई। अनि त्यसपछि चाहिँ यस्तरी सोध्दै हुन्छ, राइट अ सेन्टेन्स फ्रम युजिङ दिस सब्जेक्ट भर्ब कम्प्लिमेन्ट सब्जेक्ट भर्ब अब्जेक्ट, अनि त्यसपछि आएर सब्जेक्ट भर्ब एडभर्बियल सब्जेक्ट भर्ब अब्जेक्ट डबल अब्जेक्ट पनि सोधिन्छ। अनि भर्ब मुड भनेको 4-5 वटा छ। यसमा चाहिँ भर्ब मुड कहिलेकाहीँ सोधेको छ र यस भनेको सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ यो नै हो। त्यसको 100% सोधेको छ, यो रेकर्ड छ। यसमा चाहिँ कस्तो छ भन्दा चाहिँ रिलेटिभ प्रोनाउन भनेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ प्रोनाउनको टाइपहरू हुन्छ। कस्तो क्वेसन यस्तो सोध्दा हुन्छ क्या, अहिले हेर्छौँ हामी यसमा रिलेटिभ प्रोनाउन भनेको कनेक्सन अफ ग्रुप अफ टु कनेक्टिभ। जस्तै रिलेटिभ प्रोनाउनमा चाहिँ कनेक्सन गरे हुन्छ दुईवटा, यसले जस्तै यसमा धेरै पढ्नु पर्दैन, हु, हुम, हुज, विच एन्ड द्याट, यिनीहरू चाहिँ सब्जेक्टले चाहिँ कनेक्सन गरे हुन्छन् क्या। द वाल विच वाज रिसेन्टली पोइन्टेड इन ब्युटिफुल भने हुन्छ क्या। यो यस्तरी दिएको हुन्छ सेन्टेन्स, जसमा चाहिँ हामीलाई चाहिँ फाइन्ड आउट अथवा आइडेन्टिफाई द रिलेटिभ प्रोनाउन भनिन्छ। यो विच चाहिँ यसमा चाहिँ रिलेटिभ जसले कनेक्सन गरे हो नि त। अनि अर्को भनेको इन्डिफाइन प्रोनाउन हुन्छ। इन्डिफाइन प्रोनाउन भनेको चाहिँ यस्तो वर्डहरू आयो भने यिनीहरू इन्डिफाइन हो नि। हामीले त्यो सेन्टेन्स पढ्नु पर्दैन, यसले भन्न खोजेको के भन्नु पर्नु पर्दैन, तैपनि पढ्नु मन छ। टु मेक अ जर्नल स्टेटमेन्ट अबाउट इन्डिभिजुअल अर थिङ, यसले चाहिँ एउटा जर्नल स्टेटमेन्ट दिन्छ इन्डिभिजुअल अथवा उसको बारेमा चाहिँ। जस्तै इज भयो, इम्प्लोइ भयो, एनीवान भयो, वान भयो, सर्भल भयो, बोथ, एनी, यिनीहरू चाहिँ इन्डिफाइन हुन्, जसले गर्दा चाहिँ सेन्टेन्समा जस्तै दिया हुन्छ कि इक्जाम्पलमा कहिले कस्तो सोधिन्छ भन्दा चाहिँ यस्तो एउटा सेन्टेन्स दियो, यो सेन्टेन्स दियो, यसमा चाहिँ आइडेन्टिफाई द इन्डिफाइन प्रोनाउन भनिन्छ। इज प्रोजेक्ट म्यानेजर रिपोर्ट टु द जनरल म्यानेजर भन्यो। यो इज चाहिँ के हो, इन्डिफाइन्ड चाहिँ प्रोनाउन हो। यस्तरी डेमोन्स्ट्रेटिभ पनि सोधिन्छ। यहाँ डेमोन्स्ट्रेटिभ चाहिँ के छ भन्दा इन्डिकेट स्पेसिफिक पर्सन प्लेस अर थिङमा चाहिँ युज गरिन्छ। जस्तै दिस, दोज, द्याट एन्ड दोज, यिनीहरू चाहिँ के हो, स्पेसिफिक पर्सनको रूपमा। आर दोज स्टुडेन्ट हु ओन द स्कलरसिप भन्छ। जुन स्टुडेन्टहरूलाई चाहिँ यो रिलेटिभ प्रोनाउन हो, यो चाहिँ डेमोन्स्ट्रेटिभ प्रोनाउन चाहिँ हो क्या। दोज, द्याट, दिस, यिनीहरू चाहिँ डेमोन्स्ट्रेटिभ भयो। इन्टरोगेटिभ प्रोनाउनहरू चाहिँ यस्तो पर्छ, युज रिटर्न अ क्वेसन, यिनीहरूले चाहिँ क्वेसनको रूपमा चाहिँ युज हुन्छन्। जस्तै हु, हुज, हुम, हुइज, द्याट, यो चाहिँ सब्जेक्ट भर्ब अब्जेक्ट अथवा सब्जेक्टको रूपमा नि आउँछन् यिनीहरू, भर्बको रूपमा नि आउँछन् यिनीहरू, मोडिफायरको रूपमा नि भन्छ। जस्तै हु कट रोबोट हियर, कसले चाहिँ रोबोटको हियर कट गर्यो त, को हो त रोबोटको कपाल काट्ने, यो चाहिँ सब्जेक्टको रूपमा आयो क्या, यो चाहिँ सब्जेक्टको रूपमा आछ। अब चाहिँ हामीले अर्को छ, हामीले चाहिँ बिजनेस भोकाबुलरीबाट 5 मार्क्स सोध्छ। बिजनेस भोकाबुलरीबाट चाहिँ 5 मार्क्स कस्तो सोध्छ, 100% नै यो त 100%, 5 मार्क्स तिम्रो पकडको हातको हो। यो आफूले चाहिँ बिजनेस यस्तरी सोध्छ क्या। जस्तै इक्जाममा चाहिँ राइट डाउन द 5 ब्याङ्किङ टर्म्सहरू, राइट डाउन द मार्केटिङ टर्म्सहरू, राइट डाउन द इन्सुरेन्स टर्म्सहरू, राइट डाउन द इम्प्लोइ टर्म्सहरू, राइट डाउन द बिजनेस रिलेटेड टर्म्सहरू, राइट डाउन द मिटिङ टर्म्सहरू, राइट डाउन द अर्गनाइजेसन टर्म्सहरू भनेर सोधिन्छ। तिनीहरूको मिनिङ चाहिँ हामीले चाहिँ यस्तै लेख्नुपर्छ। जस्तै ब्याङ्किङ टर्म्सहरू भनेर सोध्यो भने यस्तै लेख्ने। मैले इक्जाम्पल ब्यालेन्स भनेर, द डिफ्रेन्स बिट्विन क्रेडिट एन्ड डेबिट अन अकाउन्ट, ब्यालेन्स भनेको त्यही त हो नि, सबैलाई थाहा छ। दुईवटा डेबिट र क्रेडिटको ब्यालेन्स नै के हो, अकाउन्टको ब्यालेन्स नै ब्यालेन्स हो। अनि त्यसपछि चेक भनेको चाहिँ रिटर्न अर्डर टु ब्याङ्क टु पे द स्टेट फर्म सम अफ भनेको छ। चेक भयो, जस्तै क्रेडिट भयो, लोन भयो, डेबिट भयो, यिनीहरूको आफूले चाहिँ मिनिङहरू लेख्नुपर्छ। यस्तै कहिलेकाहीँ सोधिदिन्छ र जसले गर्दा चाहिँ हामीलाई चाहिँ सजिलो, यो चाहिँ 5 मार्क्सको 100% आउँछ। अनि त्यसपछि बिजनेस ल्याङ्ग्वेजहरू छ। बिजनेस ल्याङ्ग्वेजबाट 5 मार्क्स कस्तो हुन्छ भन्दाखेरि चाहिँ यस्तरी सोधिन्छ क्या। कस्तरी भन्दाखेरि चाहिँ आवर कल्चर एन्ड सोसाइटी भन्ने एउटा टपिक दिन्छ। यसमा चाहिँ बिजनेस ल्याङ्ग्वेजको रूपमा चाहिँ युज गर भन्छ। अब यसमा चाहिँ के छ भन्दा राइटिङ छ। यसमा नि 5 मार्क्सको राइटिङ आउँछ। 5 मार्क्सको राइटिङमा सबैभन्दा इम्पोर्टेन्ट भनेको प्रेस रिलिज, न्युज रिपोर्ट र मेमो हुन्। यिनीहरू यो 3टा चाहिँ भएपछि चाहिँ पुग्छ। यसमा अरू केही चाहिँदैन।
हामीले यिनीहरूको प्रेस रिलिज र मेमोको चाहिँ हामीले एउटा पछाडि भिडियोको अन्तिममा चाहिँ राखिदिएछौँ हामीले चाहिँ यसको चाहिँ स्लाइडहरू राखिदिएछौँ। अनि त्यसपछि आएर कलेज प्याटर्न फर कलेज राइटिङबाट 50 मार्क्सको आउँछ, जसमा एकमा छ राइटिङ प्रोसेसमा 25 मार्कको सोध्छ, जसमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट भनेको एरेन्जमेन्ट हो। एरेन्जमेन्ट कहिलेकाहीँ 6 मार्क्सको सोध्छ। एरेन्जमेन्टमा कस्तो सोध्छ भन्दा चाहिँ राइट द गिभन प्याराग्राफ, रिड द गिभन प्याराग्राफ एन्ड गिभ द एन्सर भनेर सोधिन्छ। यस्तो सोध्यो, एउटा प्याराग्राफ दिन्छ कुनै कन्टेक्स्टको बारेमा, अनि 3टा क्वेसन सोध्दै आउँछ। कस्तो भन्दा चाहिँ फाइन्ड द टपिक सेन्टेन्स इन द फ्रम द प्याराग्राफ एबभ। यो एउटा प्याराग्राफबाट टपिक सेन्टेन्स चाहिँ छुट्याउनु पर्यो आफूले पढेको। ओभरअल योले भन्नु खोजेको कि यसको टपिक चाहिँ छुट्याउनु पर्यो। इज देयर इज मोर देन वान मेन आइडिया इन अ प्याराग्राफ भन्छ क्या। यो प्याराग्राफमा चाहिँ दिएको मध्ये अरू कुनै एउटाभन्दा अरू कुनै आइडिया छ भने, मेनली अबसम्म चाहिँ अहिलेसम्म चाहिँ रेकर्ड हेर्दाखेरि चाहिँ छैन, तर कहिलेकाहीँ सोधिदियो भने चाहिँ आफूले लेख्ने छ भने चाहिँ लेख्ने। रिराइट द कन्क्लुजन अन योर वर्ड्स। त्यो प्याराग्राफले भन्न खोजेको त्यो कन्क्लुजन चाहिँ आफ्नो हिसाबले चाहिँ भन्ने, अब आफूलाई कस्तो लाग्छ त्यो प्याराग्राफले भन्न खोजेको कुराहरू चाहिँ अनि भन्ने। अनि एडिटिङ एन्ड प्रुफ रिडिङमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट के भन्दाखेरि चाहिँ यसमा चाहिँ आफूलाई चाहिँ आउनु पर्यो। स्पेलिङहरू, फर्म अफ टेन्स यिनीहरू चाहिँ सोध्छ। एउटा प्याराग्राफ दिन्छ, त्यसमा चाहिँ के मिस्टेकहरू दिन्छ, 5-6वटा 7वटा जति, 3 या 4वटा मिस्टेक, 3टा दिएको हुन्छ, एउटाबाट 2 मार्क्स हुन्छ। 3टा या 4वटा मिस्टेक दिएको हुन्छ, त्यसमा चाहिँ स्पेलिङ हुन्छ, कहिलेकाहीँ फर्म अफ टेन्स हुनसक्छ, प्रोनाउन्स हुनसक्छ, सब्जेक्ट भर्ब एग्रिमेन्ट हुनसक्छ, पङ्क्चुएसनहरू हुनसक्छ, जसले गर्दा चाहिँ स्टुडेन्टलाई चाहिँ पत्ता लगाओस् भन्ने हो। अब चाहिँ ग्रुप सीमा चाहिँ 30 मार्कको सोध्छ। सबैभन्दा इम्पोर्टेन्ट भनेको पार्ट 2 रिडिङ फर राइटिङ। अनि त्यसपछि एसए 11वटा एसए छन्, यसमा चाहिँ 5वटा एसए सोध्छ 10 मार्कको लागि, 50वटा हुन्छ। तर हामीले चाहिँ क्वेसन 3टा मात्रै गर्ने हो, जसमा 30 मार्क आउँछ। इम्पोर्टेन्ट एसए भनेको चाहिँ यहाँ मैले लेखिदिएको छु। एकमा छ ओन्ली डटर हेर्नुभयो, माई मदर नेभर वर्क भन्ने छ। अनि त्यसपछि मिड मार्केट छ। अनि त्यसपछि आएर टु वे बिलोङ टु द अमेरिका भन्ने छ। अर्को चाहिँ यसमा चाहिँ आई वान्ट टु वाइफ भन्ने छ। यी सबैभन्दा इम्पोर्टेन्ट एसे हुन्। अहिलेसम्मको रेकर्ड हेर्दाखेरि लास्ट 10 इयर्सको सबैभन्दा धेरै प्रश्न सोधिएका च्याप्टरहरू यिनीहरूबाटै हुन्। यो दुईवटा टपिकबाट चाहिँ कहिलेकाहीँ कम्पेरिजन गरेर पनि सोधिन्छ यो दुईवटा टपिकबाट। यदि तपाईँहरूलाई चाहिँ च्याप्टर बाई समरी या नोट चाहिन्छ भने भिडियोको अन्तिममा चाहिँ हामी राखिदिन सक्छौँ, र तपाईँहरूले चाहिँ यसमा चाहिँ भन्नु होला, हामी चाहिँ कमेन्टमा लेखेर चाहिँ समरी अथवा अरू सब्जेक्टको पनि हामी सिम्बलहरू लिएर आउनेछौँ। र यस्तै र भिडियोलाई चाहिँ लास्टमा जाँदै यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्न नबिर्सिनु होला। यदि तपाईँहरूलाई चाहिँ भिडियो मनपर्छ भने चाहिँ अबको आउने दिनहरूमा तपाईँहरूलाई अरू सब्जेक्टको पनि भिडियो चाहिन्छ भने चाहिँ हामी चाहिँ यस्तै गरी चाहिँ तपाईँले चाहिँ केही प्रोभाइडहरू सहयोग गर्न मद्दत गर्नेछौँ।